मेजर ब्रेकिङ न्युज गाइज, इरानले चाहिँ हिजो भर्खरै मात्र युनाइटेड अरब एमिरेट्स युएई माथि हमला गरेको छ। अहिले इन्टरनेसनल रिपोर्ट्सको अनुसार चाहिँ इरानले हानेको ब्यालिस्टिक मिसाइल्स र ड्रोन्सलाई चाहिँ इन्टरसेप्ट गर्ने क्रममा भुइँमा खसेको डेब्रिस यानि कि छिट्टा र टुक्राहरूले लागेको आगो चाहिँ अहिले धुलो मुस्लो आकाशभरि यो भिडियोलाई चाहिँ अहिले सबै इन्टरनेसनल मिडियाहरूले चाहिँ कभर गरिरहेको छ। अब यो हमला हुनुभन्दा अगाडिको फ्याक्ट कुरा चाहिँ म तपाईँहरूलाई भन्छु है त। Foreign Minister Arakshi, thank you so much for your time. अमेरिकाको एमएस नाउ न्युजले चाहिँ इरानको फर्मर मिनिस्टर अब्बास अराचीलाई चाहिँ लाइभ ब्रोडकास्टमा लिएको इन्टरभ्यूमा अमेरिकाले इरानको हार्ग आइल्यान्डमाथि गरेको हमलालाई लिएर तपाईँको प्रतिक्रिया के छ भनेर सोधेको थियो र इरानको फरेन मिनिस्टर अराचीले चाहिँ कोट अन कोट मलाई लाग्छ यसको जवाब चाहिँ अलरेडी हाम्रो आर्म्ड फोर्सहरूले दिइसकिसकेको छ। यदि अमेरिकाले इरानको कुनै पनि ओइल इन्फ्रास्ट्रक्चर तेल संरचनामाथि चाहिँ हमला गर्छ भने हामी पनि टिट फर ट्याड जस्ताको त्यही ठाउँमा जवाब दिन्छौँ। हाम्रो रियाक्सन चाहिँ एकदमै सिम्पल छ। लास्ट टाइम अमेरिकाले चाहिँ खार्ग आइल्यान्ड र अबु मुसा आइल्यान्डमा गरेको हमलामा हाइमर्स भनिने लो रेन्जको रकेटहरू चाहिँ प्रयोग गरेको थियो। यो हमला चाहिँ हाम्रो छिमेकबाट हाम्रो छेउछाउको छिमेकी देशहरूबाट गरिएको थियो, छिमेकी माटोबाट गरिएको थियो। यो चाहिँ कम्प्लिटली अनएक्सेप्टेबल छ र यहाँ कसैलाई पनि माफी हुँदैन भनेर भनेको छ। इन्स्टेन्टली त्यतिखेर चाहिँ इन्टरभ्यूमा के सोध्यो भन्दाखेरि कुन ठाउँबाट हानेको त भनेर सोद्धाखेरि चाहिँ रस अल खैमा र दुबईको नजिकैबाट हानेको भनेर नाम पनि खुलाइदिएको छ। अमेरिकाले केही नसोचिकन त्यस्तो धेरै पपुलेटेड एरियाबाट चाहिँ हामीलाई हमला गर्यो, तर हामी चाहिँ रिटालिएट गर्छौँ, हामी जवाबी हमला जसरी भए पनि गर्छौँ, तर हामी सकेसम्म चाहिँ त्यो डेन्सली पपुलेटेड एरिया त्यो मान्छेहरूको भिड भएको एरियालाई चाहिँ हामी नहान्ने कोसिस गर्छौँ भनेर सबैले दुबई चाहिँ सेफ छ भनेर भन्छ, तर दुबई चाहिँ कतिसम्म सेफ छ त भन्ने कुरा चाहिँ अब म भिडियो हेर्ने तपाईँहरूकै हातमा छोडिदिन्छु। र रिपोर्ट्सहरूको अनुसार चाहिँ इरानले 9वटा ब्यालिस्टिक मिसाइल अनि 33वटा ड्रोन्सहरू चाहिँ युएई माथि हानेको थियो। अहिले मिडल इस्टबाट फेरि धेरै नै अपडेटहरू आइरहेको छ। नेक्स्ट भिडियोमा फेरि म तपाईँलाई अर्को अपडेटको बारेमा कुरा गर्नेछु। मलाई फलो गर्नु होला।